नमस्ते गुड मर्निङ। अहिले चाहिँ हामी घरतिका बजारमा छौँ। हाम्रो टोली चाहिँ निस्किसके सबैजना रुकुम चोरी खर्को लागि। बाँकी अब त्यहाँ कस्तो छ भिडियोमा देखाउँछु। धन्यवाद। हामी यसरी जाँदैछौँ, पछाडि साथीहरू पनि आउँदैछन्। अवस्था यस्तो छ, जोक छ। पौडी खेल्ने अघि के गर्ने हो? आजै पर्यो रत्याउली मचाइदिम खलमाला। फाइनल्ली हामी चाहिँ थबाङ आइसक्यो है। हाम्रो टोली देख्न सक्नुहुन्छ यो पछाडि थबाङ। नमस्ते गुड मर्निङ। अहिले चाहिँ हामी पातिहानले छौँ। अब चाहिँ हामी जान लागेको हाम्रो गन्तव्य स्थान चौरी खर्क। देख्न सक्नुहुन्छ पछाडिको मौसम आजको। हामी चाहिँ फाइनली चौरी खर्क आइपुग्न लाग्यो है। हालत यस्तो छ है, बाइकमा आएको। बाइक यहाँ देख्न सक्नुहुन्छ हाम्रो यहाँ छ है। प्रकृति यो सौन्दर्यता साँच्चै नै एकदमै मनमोहक छ यार। यसरी यो ठाउँमा आएर घुम्न पाउनु भनेको चाहिँ एकदमै राम्रो हो है। देख्न सक्नुहुन्छ यस्तो बवाल छ मौसम। हामी चाहिँ रोल्पादेखि यहाँसम्म घुम्न आएको। आउनुभएको चाहिँ आइसक्नुभयो, नआएको मान्छेले चाहिँ एकचोटि भिजिट गर्नु होला, नछुटाउनुहोस्। यस्तो बवाल ठाउँ। चौरी खर्कदेखि हामी फर्किसक्यौँ है त गाइस। पानी पर्यो, पानी। के छ आज हाम्रो चौरी खर्कको यात्रा कस्तो भयो? राम्रो भयो। रुकुमको चाहिँ खलङ्गा बजार दामी देखेको छ। मौसम खुलेर देख्न सक्नुहुन्छ। आमै थियो भरेदेखि सासु बुहारी नि छोरी मेरी छातीमा